हेलो गाइस वेलकम टु मनदीप्स भ्लग। यो भ्लग चाहिँ एकदम पुरानो हो, मैले बल्ल एडिट गरेँ। यो चाहिँ हामी 12मा 2 जाँदाको भ्लग हो। यो चाहिँ हामी स्कुलमा जम्मा भएर यहाँ चाहिँ दुईटा सर हिँड्नु भएको थियो हामीसित। हाम्रो बसमा चाहिँ सायद बस 6वटा थियो र हामी चाहिँ यो बसेपछि नाच्न गाउन लागिसकेका थियौँ। एकछिनपछि सबै निदाउन लागे। त्यसपछि हामीले रातिको 2 बजे भूत नाचे जस्तै रातिको 2 बजे कसैलाई नाच्न नदिई हामी नाच्न लागेको नाचे गरेर हामीले बिहान पानी हिँडै गऱ्यौँ र नाच्न लाग्यौँ। हाम्रो क्लासमा चाहिँ गायकका धेरै हुनुहुन्थ्यो, त्यही भएर निकै चिच्चाउनु भइरहेको थियो। गीत गाउँदै नाच्दै चिच्चाउँदै कसैलाई सुत्न नदिँदै यत्तिकै रमाइलो गर्दै हामी आफ्नो टुर रमाइलोतर्फ लाग्यौँ। भागिरथ थियो साँच्चै भने कपी लिएर आछन्, त्यहाँ अरूले पनि लेख्छन् कि भनेर किन भने लेख्छन् कि भनेर किन भने यसरी रमाइलो गर्दै बिहान भयो। बिहान चाहिँ हामी बागलुङ कालिका मन्दिर हिँड्यौँ सबैसित। मुख धोएर बाहिरै हामी नसुतिकन कालिका माताको दर्शन गर्नतिर लाग्यौँ हामी। बागलुङ कालिका मन्दिर चाहिँ एकदम राम्रो थियो। त्यहाँको वातावरणमा नाचौँ जस्तो फिल हुनेवाला वातावरण थियो एकदम। यस्तो मैले हैन भिडियोहरु गराएको पठाएको मेरो मोबाइलको नाम यो पुलको झुलुङ के नाम यो ठाउँको नाम के अरे? झुलुङ के नाम यो ठाउँको नाम के अरे? बागलुङको पुल सबसे भएको पुलमा छौँ। यति डरानी न हेर्नु हामी बसेर धेरै मान्छे भएर एकदम हल्लिरहेको थियो पुल, त्यही भएर एकदम डर त नलाग्यो नि, एकदम उभिने ब्यालेन्स मिलाउनै गाह्रो भइरहेको थियो पारी जाने। र हामी बस्दै हिँड्यौँ पारी जाने। डराउँदै हिँड्यौँ सबै। अहिले त अलि हल्लिन छोडो, कस्तो राम्रो छ यहाँ अर्को छ। हामी अहिले बागलुङ कालिका मन्दिर र नेपालकै सबैभन्दा अग्लो पुल चाहिँ घुमेर हामी अब चाहिँ पुल चाहिँ घुमेर हामी अब चाहिँ मुस्ताङतर्फ प्रवेश गर्दैछौँ। मुस्ताङतर्फ प्रवेश गर्दैछौँ। Hey y'all, come look at this. यस्ता पुल अनेक पुल तरेको, अब यो पुल के तरिरहने भन्नु नतरेको। यस्ता पुल अनेक पुल तरेको, अब यो पुल के तरिरहने भन्नु नतरेको। होला खै हामीले अब योभन्दा पहिला देखेका थिएन। धेरैचोटि तरेको हामी चाहिँ गएको यिनी चाहिँ डराइ देखेका थियो। सरलाई समातेर गएको थियो, सरले त लतारै लानु बिचबाट बस्दा समातेर गएको थियो, सरले त लतारै लानु बिचबाट बस्दा। कालिका कटेसी हामी चाहिँ मुस्ताङतर्फ लाग्यौँ। मुस्ताङ जानुभन्दा पहिला चाहिँ बिचमा झरना थियो। झरना मैले हजुरलाई देखाइदिन्छु। झरना चाहिँ एकदम राम्रो थियो, त्यही भिजम जस्तो फिल भइरहेको थियो। सबैले एकदम रमाइलो गर्नुभयो फोटो खिच्नु। झरना कटेसी हामी फेरि नाच्न सुरु गऱ्यौँ। नाचेर मुस्ताङतर्फ लाग्यौँ। क्या मस्त बेकार जिंदगी है, क्या
हिमाल चाहिँ एकदम मनमोहित थियो, एकदम हेरिरहँ त्यही बसौँ, 1 महिना बसे नि रहर नपुरा होला जस्तो ठाउँ थियो यो मुस्ताङ जाने बाटो चाहिँ। एकदम रमाइलो ठाउँ थियो यो। र यसरी हामी मुस्ताङतर्फ लाग्यौँ। मुस्ताङको बिचमा चाहिँ हामीले दृश्य हेर्न भने बसदेखि तल झरेर रमाइलो गऱ्यौँ। मुस्ताङ पुग्दा चाहिँ अँध्यारो भइसकेको थियो, सो हामी होटेलमा बसेर टिकटक बनाउन सुरु गऱ्यौँ। अब टुर आएपछि यति त गर्नै पर्यो, त्यही भएर सब साथीहरू भएर रमाइलो गर्दै टिकटक बनाउन लाग्यो रातभरि। होटेलको अङ्कल पनि हामीलाई गाली गर्न आउनु भएको थियो। यसरी बिहान भयो, एकदम राम्रो ठाउँ, मौसम त एकदम चिसो ठाउँ थियो, पानी छुन नि डर लाग्ने थियो। र हामी अब मन्दिरतर्फ लाग्यौँ, मुस्ताङको मन्दिरतर्फ। वातावरण त्यही भएर हामी अब बसमा चढेर मन्दिर यसरी नाच्दै हामी चाहिँ छोड्नै भएन भन्दै नाच्दै हिँड्न लाग्यौँ। सरहरू पनि नाच्नु भयो, सब नाच्दै रमाइलो। घुम्नभन्दा बढी रमाइलो त हामीलाई बसभन्दा बढी बसमा रमाइलो भएको थियो। मैले यो चाहिँ पहिलोचोटि आएको भएर पनि हो, एकदम राम्रो लाग्यो। ग्रुपहरू नभएको चलिरहेका हल्का कृष्ण गोविन्द हरे मुरारी। मुक्तिनाथ मन्दिरको तल त पुग्यौँ र सिँढी निकै लामो रहेछ, सो चढ्न स्टार्ट गरेको त्यहाँदेखि एकदम घोडाहरू एकदममा चढेर हिँड्ने। फाइनल्ली हामी मुक्तिनाथ मन्दिर पुग्यौँ। मुक्तिनाथ मन्दिर एकदम राम्रो रहेछ, एकदम पिसवाला। हामीले 108 रुपियाँ भाडा गुमायौँ। अब चाहिँ हामी तल झरेर नास्ता खाएर मार्फामा गएर रमाइलो गर्ने थियो, त्यही भएर हामी चाहिँ हिँडिहाल्यौँ। फाल छ यहाँ, बुटा खाली छ। चढ 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 स्याउ चढ्दै भाग्दै चढ चढ स्याउ चढ्दै भाग्दै। Wait for end. रुको जरा, सबर करो। ये दुनिया का सबसे मुश्किल डांस माना जाता है। इसे जॉली डांस कहते हैं और ये जिला फिरोजाबाद के लोगों का प्रमुख डांस है। ये डांस स्टेप करने के लिए काफी डेडिकेट होने की जरूरत पड़ती है। ये डांस बहुत ही खास है और खास बात तो ये है, वो काम कर जिसमें तेरा टैलेंट है। मार्फा पुगेर शेर्पाको ड्रेस लगायौँ, एकदम रमाइलो फिल हुने रहेछ।
त्यस्तै रमाइलो गर्दै बसमा चढ्यौँ, बसमा पनि रमाइलो गऱ्यौँ र साँझ हामी पोखरा पुगेर उफ्रिन लाग्यौँ रुममा गएर। पहिला त त्यसपछि भिडियो र टिकटक बनाउने भन्यौँ। त्यस्तै रमाइलो गर्दै टिकटक र भिडियो बनायौँ र अर्को दिन चाहिँ हामीले पोखरा घुम्ने थियो। पोखरा पुगिसकेपछि बिहान पेवा लेक जाने, डेभिस फल सबै घुम्ने भन्ने निर्णय भइसकेको थियो। सो हामी बिहान रेडी भएर फेवा लेकमा गयौँ। मेरो चाहिँ एकदम पोखराको बिचमा रहेको मन्दिर हो, सरी लेकको बिच फेवा लेक। भेगुता अर्थ मेटाउनु लागि भेगुता कि मुसा भन्नु। कृपया 12 कक्षाका जनता विद्यार्थी जान्न चाहन्छ। कृपया 12 कक्षाका जनता विद्यार्थी जान्न चाहन्छ। डेभिस फलमा डेभिजै खोज्न आउनुभयो। डेभिस फलमा डेभिजै खोज्न आउनुभयो। फेवा लेक घुमिसकेपछि गुप्तेश्वर गुफामा हिँड्यौँ। गुप्तेश्वर गुफामा हिँड्न लाग्दा चाहिँ पहिला डेभिस फल हेऱ्यौँ। म त भिडियो फोटो खिच्न नपाइने रहेछ, मैले ख्याल गरिनँ, खिचेर मैले गाली पनि खाएँ। हामी चाहिँ गुफामा ओए तल त खतरा छ है, यो गुफा भक्क धर पनि किन्छ। घुम्दा घुम्दा साँझ भयो र साँझ रमाइलो तिमीले छड्के आँखाले नहेर्नी मैले हते गरेर के गर्ने। यसरी मेमोरीको लागि हामीले गीत गाएर रमाइलो गऱ्यौँ र हामी 5 स्टार होटलको गुरुङमा पठाइहाल है। मैले एउटा खतरा बनाउँछु कि टुरको। हेलो हेलो सर। लिफ्टमा माथि गएर क्याटवक गर्न लाग्यो। सब आफ्नो ट्यालेन्ट देखाउन लाग्यो। 20% चाहिँ छिटो गर। मजा आ गया। वाह पछि चाहिँ हामी चाहिँ पोखराको मेलामा गयौँ। एकदम राम्रो वर्षभरि लाग्ने रहेछ। सुम्बासुमका पीडाहरू सुनाउ सबैले भन्छन्। सुम्बासुमका पीडाहरू सुनाउ सबैले भन्छन्। हामी चाहिँ त्यसपछि घर लाग्यौँ। सायद
12 बजेको थियो फोटो लाउनको लागि हिँड्यौँ। यसरी हामी चाहिँ हिँड्यौँ र हिँडेर राति 12 बजे हिँड्यौँ र बुटोल फर्किन लाग्यौँ र यसरी हाम्रो टुरको जर्नी सकिन्छ। सो मेरो ब्लगलाई लाइक सब्सक्राइब गरिदिनु होला। बाई।